खास के समस्या थियो सर? समस्या चाहिँ मेरो ग्यास्ट्रिकको हो हजुर। हजुर। म उता बाहिर गएको चाहिँ 1 वर्ष भयो भनौँ। 1 वर्ष। लास्ट मार्चमा गएको, मार्च अप्रिल मेदेखि चाहिँ मलाई यस्तो समस्या भएर ग्यास्ट्रिकको समस्या भएको हो। अनि उता नि उपचार धेरै गरेँ, 4-5 महिना समथिङ त्यस्तै गरेँ। यहाँ आएर पनि 1 महिना जति गरेँ, हस्पिटलमा गएँ। अनि त्यसपछि अलिकति नभइसकेपछि अलिकति आफूले फिल भएन क्या, त्यस्तो अलिकति राम्रो नभइसकेपछि चाहिँ फेरि तपाईँकोमा आएछु। हजुर। खास तपाईँले यसले समस्या त के समस्या क्रिएट गरेको थियो? क्रिएट चाहिँ मलाई यहाँ रिफ्लक्स मतलब ढ्याउ आउने, अनि त्यसपछि कहिले चाहिँ त्यो ठ्याक्क रोकिने क्या, ग्यास तपाईँको ढ्याउ रोक्दाखेरि चाहिँ तपाईँको के हुने भने यहाँ पुरै पेटदेखि जलन भएर, अनि यहाँदेखि जलन भएर तपाईँको घाँटीदेखि जिब्रोसम्म तपाईँको जलन हुन्थ्यो। अनि त्यो समस्याले गर्दाखेरि चाहिँ मलाई त्यो भएको हो। अनि तपाईँको यो समस्या भएपछि मलाई लगभग 9-10 केजी जति मैले वेट पनि लुज गरेँ होइन। अहिले चाहिँ यहाँ आएको 10-15 दिन भयो, 15 दिनमा आई फिल भेरी बेटर छ धेरै। यहाँको ट्रिटमेन्ट राम्रो लाग्यो? ट्रिटमेन्ट एकदम दामी छ, राम्रो छ। एन्ड मलाई त अब आएर 3 दिनदेखि नै मलाई त फिल बेटर भइसक्यो। फिडब्याक भएको थियो। त्यही पनि अलिकति 10-15 दिन त गरौँ न भनेर अब त्यही भएर पनि मैले यसले तपाईँलाई दुःख चाहिँ समस्या त क्रिएट गरेको थियो है? छैन एकदम छैन। अब अहिले ठिक सुरुको 1-2 दिन त दुखाइ भइरहेको थियो, यता हुन्थ्यो। अनि पेटमा पनि अब यत्रो गान्डो त थियो यो पेटमा तपाईँको। अब यो हातले समाउँदाखेरि घुल्टुक हुन्थ्यो। अब त्यही हस्पिटलतिर जाँदाखेरि खासै त्यति अब उनीहरूले जे पनि खाइदियो भने अब खाँदाखेरि फेरि आफूले त्यस्तो समस्या क्रिएट हुन्थ्यो। अब हजुरलाई त एउटा कुरा के अनुभव त के भयो भने ग्यासले पनि ब्याक पेन, टाउको दुख्ने, पाताहरू दुख्ने सबै हुँदो रहेछ। नसादेखि खुम्चिनदेखि र मान्छे वेट लुजदेखि लिएर होइन तपाईँको यहाँ दिमाग कहाँ हो के हो त्यो थाहै नहुने हरेक चिजहरू प्रब्लम चाहिँ ग्यास्ट्रिकबाटै हुँदो रहेछ। ग्यास्ट्रिकबाट अलि एकोरोपन भएको जस्तो आफूलाई फिलहरू पनि त्यस्तो निन्द्रा नलाग्ने, तपाईँको दिशा क्लियर नहुने होइन तपाईँको। अनि कहिले एक त पुरै टाउको रिङडा चले जस्तो हुने, हरेक टेन्सनहरू चाहिँ यही ग्यास्ट्रिकबाट क्रिएट हुँदैछ। अब हामीलाई त कतिले चाहिँ ग्यास्ट्रिक नसामा समस्या हुन्छ र हड्डीमा समस्या हुन्छ र भन्ने कुरा गर्थे, तर हुँदो रहेछ क्या, हुँदो रहेछ होइन। यो ग्यासबाट नै यो नसाको समस्या हुँदो रहेछ भन्ने चाहिँ थाहा भयो अहिले। अस्ति हाम्रो धरानकै एउटा दिदी हिजो डिस्चार्ज गरेको, उहाँको त्यही समस्या भएर उडेर आउनु भएन। उहाँ चाहिँ फेरि ख्यान्डिङ भएर आउनु भएको थियो। पछि 15-20 दिनपछि एकदम तन्दुरुस्त भएर जानुभयो होइन। ग्यासले गर्दा त्यही भएर हामीले खानु नहुने कुराहरू चाहिँ नखानु होला सर केही समय अझै पनि होइन। र प्रेसर पोइन्ट एकदम कन्टिन्यू गर्नुहोस् होला होइन, दबाईलाई म कन्टिन्यू गराइदिन्छु होइन। अब चाहिँ हाम्रो शरीरमा सुत्दाखेरि चाहिँ निन्द्रा चाहिँ हाम्रो शरीरलाई चाहिँ 8 घन्टा चाहिँ चाहिन्छ म्याक्सिमम् होइन। त्योहरू भयो भने तपाईँको शरीरमा एनर्जी, इम्युनिटी पावरहरू सही हुन्छ होइन। त्यसले गर्दा राम्रै हुन्छ। तर तपाईँ आज 15-16 दिनमा जाति हुनु भनेको सर धेरै राम्रो कुरा। ढ्याउ केसमा फेरि अब ढ्याउ केसमा त हामी त रुको छौँ, कति पेसेन्टमा यति गाह्रो छ, धैर्यता गर्नु सक्दैन पेसेन्टले होइन। हामीले उहाँहरूलाई सम्झाउँदा पनि के हुन्छ भने कति गर्ने भन्ने जस्तो पनि हुन्छ होइन। तर नसामा ग्यास छिरिसकेपछि कति दिन लाग्छ भनेर हामीले पनि भन्नु सक्दैनौँ। किन मैले तपाईँलाई सुरुमा मैले तपाईँलाई पनि भनेको थिएँ होइन, कसैको 5 दिन 10 दिनमा रिजल्ट आउँछ, कसैको आउँदैन होइन। यो चाहिँ अब गर्दै जाने क्रममा कुराहरू हो भने होइन। हजुरको गर्दै जाँदा क्रममा तपाईँको राम्रो पनि भयो होइन। अर्को जुन धरानबाट आउने दिदीको पनि 15 दिनमै जाति पाऱ्यौँ हामीले होइन। उहाँ पनि सक्सेस हुनुभयो र तपाईँ पनि सक्सेस हुनुभयो। अब अरू पेसेन्टहरू पनि डिस्चार्जको क्रममै छ छन् थिएँ। तर नसा च्यापेको भन्थे बरु यति दिन म ठिक गर्छु है भनेर म एकदमै बोल्नु सक्छु। तर ढ्याउ केसमा यो तपाईँहरूको जुन केस छ नि, यो केसमा चाहिँ म बोल्नै सक्दिनँ कि सर, एकदमै गाह्रो क्या मलाई यसमा होइन। अनि सर यहाँको उपचारलाई के छ सर, तपाईँलाई के जस्तो लाग्यो? उपचार बेटर छ या के छ? जस्तो त अकुप्रेसर घरेलु उपचार केन्द्र होइन, नेचुरल उपचार यहाँ त कुनै पनि त्यस्तो चिजहरू छैन, ठुल्ठुलो अब सामान मेसिनहरू त्यस्तो छन्। तर उपचार चाहिँ सबै चिजको हुँदो रहेछ सर यहाँ? होइन एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँको उपचार चाहिँ एकदम चाहिँ होइन। तपाईँहरूको केयरिङदेखि लिएर हरेक चिज अब उपचार तपाईँको दिनमा नै 2-3 घन्टा हुने यहाँ होइन। एकदम कन्टिन्यू भइरहने, एकदम डेली हुँदाखेरि चाहिँ तपाईँको उपचारमा केही प्रब्लम चाहिँ नहुँदो रहेछ। एकदम राम्रो नेचुरल होइन। आफ्नो चाहिँ औषधिहरू पनि त्यस्तै आयुर्वेदिकहरू पनि, त्यही भएर एकदम राम्रो छ। एकदम त्यो औषधि पनि ट्याक्कै छुइहाल्यो कि मलाई, काम गरेको थियो। 15 दिनको दिएको थिएँ
टक्क आज पनि सकिएको पनि त्यो औषध पनि सकिएको मान्छे पनि जस्तो ग्यासको पनि अब दबाईहरू चाहिँ अब हामीले विभिन्न थरी खायो भन्छौँ होइन तर रोग पत्ता लगाएर ग्यासको दबाई चाहिँ चलायो भने त्यही अनुसारको दबाई चलायो भने लाग्ने हो होइन अब कतिपय के हुन्छ नि अब ग्यास्ट्रिक दबाई हामी अनेक ठाउँबाट खान्छौँ नि त अब रोग एउटा छ ग्यास त ग्यासै हो तर ग्यासको कुन सिम्टम हो यो भन्ने कुरा बुझ्नु सब पऱ्यो क्या पहिला कुरा चाहिँ तपाईँको मैले अब उता त्यो विदेशमा हुँदाखेरि पनि अब तपाईँको साइप्रसमा हजुर के भयो भने गएर यो समस्या क्रिएट भएपछि एक हप्तादेखि नै म त हस्पिटल धाउन लाग्यो हो नि त उहाँहरू हरेक चेक गरे हरेक के गरे औषधि दिए गएदेखि औषधि खाएको छ ग्यास्ट्रिकको त्यो के औषधि एउटा दिएको थियो त्यो नाम पनि बिर्सेँ एक छुए त एक फ्रिसिक पनि नगर्ने क्या तपाईँको एक फ्रिसिक पनि नगर्ने मैले के गरेँ अनि त्यसपछि अदुवाको पानी खान थालेँ त्यसपछि जिराको पानी खान थालेँ त हुन्छ कि भन्ने भयो नि त होइन अलिकति कम हुन्छ कि भनेर पनि मैले त्यसो गरेको अब इन्डोस्कोपी गरेर हेरेँ हरेक गरेँ ब्लड टेस्टहरू सबै गरेँ केही छैन भन्छ एकदम ठिक छ तेरो पेट छ भन्छ केही छैन भन्छ मान्छे यहाँ पुरै गाह्रो भइरहेको छ अब पेट पोल्नेदेखि लिएर छाती पोल्नेदेखि लिएर घाँटीदेखि सबैतिर गरेर आएर अब त्यत्रो वेट लुज गरिरहेको छु मैले होइन अब 5-6 महिनामै 9-10 केजी वेट लुज भनेको त न त झोक होइन त्यो त एकदम गाह्रो स्थितिमा आएको थियो तपाईँहरूकोमा आएर मलाई चाहिँ अहिले चाहिँ बेटर भयो धन्यवाद अहिलेसम्म चाहिँ अबको दिनहरूमा के हुने थाहा छैन होइन अहिले 15 दिनभित्रमा चाहिँ उपचारमा चाहिँ यसमा केही कमी देखिएन पनि आफूलाई पनि इम्प्रुभ भएर आयो त्यही भएर आज म डिस्चार्ज हुँदैछ सक्सेस हुनुहुन्छ ढुक्क हुनुहोस् यो रोग फर्किँदैन होइन खानपिन चाहिँ तपाईँले 6 महिना चाहिँ अलिकति केयरिङ गर्नुहोस् अनि त्यसपछि चाहिँ बिस्तारै थोरै चिजहरू लिने गर्नु होला तपाईँलाई मन लाग्छ थोरै पहिला लिएर हेर्नुहोस् तपाईँलाई यदि त्यसले सुट गर्यो भने त्यसलाई लिने यदि सुट गरेन भने त्यो चिजलाई बन्द गरिदिइहाल्ने भनेपछि 6 महिनासम्म चाहिँ मैले जुन अहिले खाइरहेको चिज दाल भात तरकारी सादा खाने अनि तपाईँलाई बिचमा अब 2 महिना जति भइसकेर तपाईँलाई मासुहरू खानु मन लाग्यो धेरै नै होइन अथवा अरू कुनै चिजहरू खानु मन लाग्यो भने चाहिँ थोरै खाएर हेर्ने यदि तपाईँलाई सुट गरे ठिक गऱ्यो भने चाहिँ तपाईँले फेरि त्यसलाई खाँदा हुन्छ है त सर हस् त धन्यवाद सर हजुरलाई है थ्याङ्क यू सर